हेलो एभ्रिवान, अहिले चाहिँ म यो रोमानियाको बरात भन्ने ठाउँमा छु। के यो आलु बखडा कि के हो खाँदै बसिरहेको छु। म चाहिँ रोमानियाको लगभग 2 महिना जति भयो। अहिले चाहिँ यहाँ बरात भन्ने ठाउँमा काम गर्दै अहिले म एक्लै छु, यहाँ कोही पनि छैन, बस्ने पनि म एक्लै हो। फेरि घाम यति छ कि अहिले 33-34 घाम छ, यति गर्मी छ अहिले। यहाँ गर्मी एकदमै बढेको छ यो ठाउँमा चाहिँ। म बस्ने सिटी चाहिँ यस्तो बरात भन्ने सिटी हो। सिटी चाहिँ यति हो म बस्ने सिटी चाहिँ। धेरै छैन, मार्केटहरू पनि 2-3वटा छ। यहाँ बस पनि लागेको छ। म चाहिँ मार्केट फर्स्टमा आएको। मार्केट आउनु चाहिँ कम्तीमा पनि मलाई 15 मिनट जति हिँडेर माथिबाट हिँडेर गाउँदेखि आउनुपर्छ। अहिले चाहिँ यहाँ सिटीमा आइपुगेको छु। मार्केट यो पर छ हाम्रो। यहाँनिर बस पनि आएको छ। बस चाहिँ यहाँ लागेको छ। बस यहाँ एउटा रोफी भन्ने मार्केट छ। यहाँ हामी सधैँ म आउने मार्केट चाहिँ यही हो। यहाँ चाहिँ यहीँबाट म सबै सामानहरू किन्छु। अरू 2-3वटा मार्केट छ नजिकै, त्यति छैन अरू मार्केट। म चाहिँ सपिङ गरेर पनि फर्किसकेको छु। अलि तल सिटीबाट 15 मिनट जति लाग्छ हिँड्दै आउनलाई। म बस्ने ठाउँ चाहिँ अलि माथितिर छ, 15 मिनट माथि गाउँमा। खासै सपिङ त केही थिएन, गर्मी छ एकदम। त्यस कारणले यसो चिसोहरू खानेकुराहरू अलिअलि ल्याउँ कि भनेर मात्र गयो। अनि म बस्ने घर पनि आइपुगेको छु अहिले। म देखाउँछु है त। म बस्ने घर चाहिँ यही हो। यो चाहिँ म बस्ने घर। अहिले चाहिँ म एक्लै छु यहाँ। सबै विकेन्डले गर्दा 2 दिन छुट्टी हुन्छ। शुक्रबारै सबै गइसकेको आफ्नो घर। बोसहरू सबै आफ्नो घर गइसकेको कारण म चाहिँ यहाँ चाहिँ म एक्लै छु अहिले। हाम्रो नेपाली साथीहरू पनि छ अरू ठाउँमा, र यहाँ चाहिँ अहिले मलाई एक्लैलाई राखेको छ। यो गर्मी म चाहिँ मेरो कोठा आइपुगेको छु। रुम, घर भन्नु, कोठा भन्यो रुम भन्यो एउटै हो। आइपुगे यस्तो छ। यहाँ पछाडि पुरै यस्तो पुरै यहाँ चाहिँ अनि हाम्रो साउजीले, घरबेटी साउजीले यहाँ सागसब्जी रोपेको छ। प्याज, आलु यत्रो ठुलो भइसक्यो। यता यस्तो ठाउँमा बसेको छु म। यहाँदेखि उता बाहिर चौरी छ, त्यो पर चाहिँ चौरी छ। त्यहाँ चाहिँ बाख्राहरू चलिरहेको छ। जिम, गर्मी अति छ अति। म चाहिँ भित्र छिर्छु। यो चाहिँ मेरो यस्तो छ पुरै किचन यतातिर। मलाई चाहिँ अति नै गर्नु भयो अहिले चाहिँ। त्यस कारण यो चाहिँ मेरो रुमको हालत फेरि यस्तो छ। अब चाहिँ म चिसोहरू किनि ल्याएको छु। यसलाई पहिला फर्स्ट फ्रिजमा हाल्नु पर्यो, गरम गर्नु छ। त्यसपछि खानेकुराहरू पनि ल्याएको छु। खानु त पर्यो खानेकुराहरू। ब्रेड, अन्डा ल्याएको छु, चिकन। गर्मी अति छ, अति गर्मी। फर्स्ट म यो जुसलाई फ्रिजमा हालिदिन्छु। त्यसपछि बाँकी कुरा गरौँ। म चाहिँ आएर पनि नुहाइसकेँ। नुहाएर यहाँ अब भोक लागेर हल्का यहाँ अन्डा फ्राई गर्न लागेको छु।
त्यसपछि अन्डा खाजा ब्रेड खाएर एकछिन रेस्ट गर्ने हो। मेरो ड्युटी पनि सिद्धिसक्यो लगभग। अब भोलिदेखि ड्युटी जानुपर्छ, त्यस कारणले खाना बनाउनु पर्यो। अब बनाउनु पर्यो, खानु पर्यो होइन। त्यस्तै हो परदेशी लाइफ। अनि गाइजहरू के छ वर्ल्ड कपको के हुँदैछ? तपाईँको फेभरेट टिमहरू अझै छ कि बाहिरिसक्यो कि? मेरो चाहिँ फेभरेट भन्नुपर्दा अर्जेन्टिना हो। म चाहिँ मेस्सीको सपोर्ट यसचोटि, र यसचोटि पनि पूर्ण रूपमा आशा छ मेस्सीले नै वर्ल्ड कप जित्छ, अर्जेन्टिनाले जित्छ भन्ने आशमा छु। राउन्ड अफ 32 पनि लगभग भइसकेछ। नकआउट चरणको खेलहरू एकदम धमाधम हुनेवाला छ भोलिदेखि। त्यसमा यसचोटि आशावादी नै छु अर्जेन्टिनाले जित्छ भन्ने। हुन त अब पहिला 22मा पनि अर्जेन्टिनाले जित्यो, त्यही पनि यसचोटि त्योभन्दा बाहेक यदि जितेन भने नेमारलाई सपोर्ट गर्ने हो। नेमार पनि पुगोस् भन्ने आश छ, फाइनल जितोस् भन्ने आश छ भन्दै म चाहिँ अब यहाँ धेरै कुरा के गर्नु होइन। अन्डा फ्राई गर्नु पर्यो फर्स्ट, त्यसपछि अन्डा फ्राई गरेर ब्रेड खानु पर्यो। अन्डा र ब्रेड खानु पर्यो पहिला। आजको मेरो छुट्टी भनेको 2 दिनको छुट्टी थियो मेरो। 2 दिनको छुट्टी सिद्धिसकेको छ। भोलिदेखि ड्युटी जानुपर्ने छ अवस्था। के गर्ने है, भोलिदेखि ड्युटी धमाधम। त्यसपछि फेरि अब एक्लै छु अहिले चाहिँ म यहाँ, कोही पनि छैन। भोलि साउरोमा बस्छु यहाँ चाहिँ। अनि ड्युटी पनि जानुपर्छ भोलि, खाना बनाउनु पर्यो अब भन्दै आजलाई चाहिँ यहीँ इन गर्न चाहन्छु। हस् त, सपोर्ट गर्नु होला, माया गर्नु होला।